अहिले बालेन शाह चोलुङ पार भ्रमणको लागि आइसक्नु भएको छ। यो कालो गाडीमा बालेन शाह हुनुहुन्छ। बालेन शाह चाहिँ यो गाडीमा हुनुहुन्छ भने अहिले चोलुङ पार घुम्न चाहिँ बालेन शाह चाहिँ चोलुङ पार घुम्न आइसक्नु भएको छ। यसरी गाडीबाट निस्किँदै हुनुहुन्छ है। तपाईँले फेसबुकमा देख्नु भएको थियो होला, सामाजिक सञ्जालमा देख्नु भएको थियो होला। बालेन शाहलाई तपाईँले सामाजिक सञ्जालमा देख्नु भएको थियो होला। हेर्नुहोस् त, यहाँ आज प्रत्यक्ष ल हेर्नुहोस् बालेन शाह फाइनली हाम्रो लालीगुराँस नगरपालिकामा आइसक्नु भएको छ। बालेन शाहले चाहिँ अहिले फुलेकतिर निहालिरहनु भएको छ। जुन हाम्रो फुलेक गाउँ छ, हाम्रो फुलेक गाउँलाई पनि बालेन सरको दृष्टि परिसकेको छ। बालेन्द्र शाहलाई चाहिँ लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुआङले बालेन शाहलाई चाहिँ स्वागत गर्नुभएको छ। भर्खरै चोलुङ पारमा देख्न सक्नुहुनेछ। उहाँलाई सम्मान स्वरूप चाहिँ चोलुङ पारमा बोलाउनु भएको छ, जुन एकदमै गौरवको कुरा हो। चोलुङ भनेको चाहिँ चो भनेको दाइ गर्नु, लुङ भनेर समर चोलुङ भनेको अलिकति अलिक समय छैन ल यहाँनिर बालेन शाहले औपचारिक रूपमा चोलुङ पार भ्रमण गरिसक्नु भएको छ। हेर्न सक्नुहुनेछ। बालेन शाह चाहिँ यहाँबाट औपचारिक रूपमा हिँडिसक्नु भएको छ। देख्न सक्नुहुनेछ। अहिले हामी औपचारिक रूपमा चाहिँ चोलुङ पार डुलेर चाहिँ अहिले हामी फेरि ब्याक हुँदैछौँ। हेर्नुहोस् है, सामाजिक सञ्जालमा मात्र देख्नु भएको थियो होला बालेन सरलाई। आज प्रत्यक्ष हाम्रो लालीगुराँसमा आएर चोलुङ पार शुद्ध भिजिट गरिसक्नु भएको छ बालेन सरलाई। ल बालेन सर चाहिँ फाइनली चोलुङ पार घुमेर चाहिँ बालेन शाह चाहिँ फेरि ब्याक हुन आँट्नु भएको छ। ल फाइनली एकदमै औपचारिक घुमिफिरी भएको छ बालेन शाहलाई। हामी अन्तिम अवस्थामा फेरि देखाउँदैछौँ। हेर्नुहोस् बालेन शाह। ल बस बाई बालेन शाह। र यसरी चाहिँ चोलुङ पार घुम्ने छोटो समय लिएर आउनु भएको थियो उहाँले। छोटो समयमा पनि राम्ररी चाहिँ घुमेर गइसक्नु भएको छ। अब उहाँको धनकुटा जाने कार्यक्रम हामीले सुनिरहेका छौँ। सबैले हाल्न पाइयो। तेह्रथुमको मान्छेले नै हाल्न पाइयो, शुक्रबारेको मान्छेले नै हाल्न पाइयो, फेदापको मान्छेले नै हाल्न पाइयो। सबैको साथ सहयोग रहोस् भन्ने मैले अपेक्षा गरेँ है। धन्यवाद। मेरो जन्मगाउँ फेदाप, पहिलादेखि स्थायी बसोबास म्याग्लिङ नगरपालिका। म चाहिँ 16 मा प्रेम खड्का। ए हजुर ज्ञानबहादुर खड्काको खुब गर्नुभयो। काका ए त्यसो कान्छो काका, त्यो महिलाको छोरो हो। ए ल अर्जुन बाबु हामीसँग पनि गर्नु है। नमस्ते यसपालि गन्ती चुनावबाट मलाई हेर्नुहोस् होइन, म पनि छोरी मात्रै भने है।
हजुर होइन धन्यवाद होइन वास्तवमा तपाईँहरू जस्तोलाई चाहिँ एउटा संसदीय चुनावमा देख्ने खाले हाम्रो पहिलादेखिको इच्छा थियो त्यो सबै सङ्केत नपाइसकेपछि हामीले नै हस्तक्षेपकारी भूमिका खेल्न पर्यो भन्छु भने हाम्रो उमेर समूहमा अत्यन्तै धेरै छलफल हुन्छ क्या जस्तो स्थानीय तहको अलमोस्ट 2टा कार्यकाल हामीले हेर्न लागिसक्यौँ तेह्रथुम जिल्लाको 6वटा पालिकामा सबैभन्दा सफल मेयर भनेको हामी अर्जुन माधवजीलाई नै पूर्वाधारको फिजिबिलिटी स्टडी त इन्जिनियरले नै गर्छ खाले होमस्टेहरू चाहिँ हामीले सञ्चालन गर्न सके अत्यन्तै राम्रो हुन्थ्यो भने शहरी विकास मन्त्रालय छ गाउँ विकास छ र तपाईँको अब सहरमा कस्तो छ भने जस्तै काठमाडौँमा भन्छ कसैले हिंसा भयो भन्छ जे होस् होइन जेनजिओको मुभमेन्ट त परिवर्तनको लागि नै थियो भोलि हिंसा थप्यो होला त्यो अर्कै कुरा होइन अथवा त्यसको राजनीतिक व्याख्या एकदिन हुन्छ यसमा के गर्नुपर्छ भन्ने कुरामा थुप्रैवटा मुद्दामध्ये एउटा यहाँको सबैभन्दा ठुलो पेसा फेरि पनि कृषि नै हो होइन कृषिलाई भुलेर हामीले अरू ठुला कुरा गर्न पनि मिल्दैन र कृषिको सवालमा चाहिँ हामीले म्यानिफेस्टो बनाउने क्रममा हाम्रो मेयर साहबको एउटा काम सम्झ्यौँ क्या जस्तो कस्तो भने हुन चाहिँ म खुल्ला बजारकै वकालतकर्ता हो ओपन मार्केट इकोनोमीकै तर त्यसो भन्दै गर्दाखेरि हाम्रो यहाँको किसानहरूले जुन एउटा उत्पादन गर्नुहुन्छ र अन्तिममा हामी एन्ड कन्ज्युमरले जतिमा किन्छौँ त्यो बिचको ग्याप अत्यन्तै धेरै छ होइन समग्रमा किसानले पनि उचित मूल्य नपाइरहेको एन्ड कन्ज्युमरले पनि अत्यन्तै धेरै तिर्नु परेको र बिचको यो ग्यापमा चाहिँ बिचौलिया तन्त्रको एउटा जुन ठुलो बिगबिगी छ त्यसले समग्रमा ट्याक्सेसनमा पनि ठोस कन्ट्रिब्युट नगरेको अनि ओपन मार्केट इकोनोमीको कुरा गर्दै गर्दा सीमित सरकारको वकालत गर्दै गर्दा फेरि पनि हाम्रो ठाउँमा चाहिँ किसानलाई उत्पादन गर्न पनि सहयोग गर्ने होइन र बजार खोज्न पनि स्थानीय तहले नै हस्तक्षेपकारी भूमिका खेलिदिनु पर्ने केही समयको लागि भन्ने चाहिँ हामीले त्यो एउटा आवश्यकता महसुस गरेको छौँ बजारले चाहिँ राज्यलाई नियन्त्रण गरिरहेको छ होइन जस्तो भन्नुको मतलब चाहिँ जस्तो हाम्रो एउटा तेह्रथुम जिल्लाको एउटा सिटिओ कार्यालयबाट हामी पालिका सहितका सबै बसेर हामी के गर्छौँ कस्ट इस्टिमेट हामी त्यो गर्छौँ दर रेट बनाउँछौँ जस्तै ग्याबिनको दर रेट बनाउँछौँ कमल कहाँ छ ग्याबिनको दर रेट बनाउँछौँ तर त्यो ग्याबिनको दर रेट बनाएकोमा होइन नगरपालिकाले त्यो जाली किन्न सक्दैन भन्नु मतलब अब बजारले के गर्यो राज्यलाई नियन्त्रण गर्यो होइन यो एउटा च्यालेन्ज हो तपाईँले बजारको कुरा उठाउनु अब दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि अघि हाम्रो प्रवक्ता देवेन्द्र भाइले भन्नुभयो होइन अब काठमाडौँमा अहिले कस्तो छ भन्दाखेरि कलकलाउँदा त सागहरू होइन किन्ने मान्छे गरिब दया दुखी झुन्डिरहेको हुन्छ सुकेको मर्न आँटेको त्यो पहेँलो हुन्छ नि त्यो अर्ग्यानिक साग किन्ने त्यहाँबाट झुन्ड त्यो अब त त्यसरी नि त्यसरी जाँदैछ क्या त्यो त अब हामीले चाहिँ जुन अहिले बजारको कुरा चाहिँ हामीले यो सिलगढीसम्म हामीले फलो गरौँ बजारमा एउटा कुरा सरकार र इन्डिया र नेपालको एउटा जुन वाणिज्य जुन सन्धिहरू छ होइन त्यसमा हामी तल परेका छौँ होइन त्यो कुरा भोलि तपाईँले उठाउनुपर्छ र अर्को दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि हामीले जुन अर्ग्यानिक अहिले नीति लियौँ अर्ग्यानिक नीति लियौँ होइन अर्ग्यानिक सागसब्जी चाहिँ सहर बजारमा यो पालिकाको अर्ग्यानिक सागसब्जी चाहिँ कसरी हो भन्ने कुरा हामी पुष्टि गर्न लागिरहेको छौँ चाइनाबाट सामग्री ल्याएका छौँ यहाँले घिचेल गरेर अघि राखेको शाह बिहान गुराँस स्तम्भमा भेटघाट गरेर मुडे जानु भएको छ अनि मुडे गएर फेरि फर्केर आउँदै हुनुहुन्छ अनि फर्केर आउँदाखेरि चोलुङ पार्क घुमाउने चोलुङ पार्कलाई चाहिँ अलिकति दृश्य अवलोकन गराएर चाहिँ उहाँ सिद्धतर्फ जानुहुन्छ भन्ने योजनामा अहिले यहाँ धेरै व्यक्तिहरू भेला हुनुभएको छ चोलुङ पार्क जाने बाटोमा अब आउँदै हुनुहुन्छ बालेन शाह आउँदै हुनुहुन्छ बालेन शाहलाई रिक्वेस्ट गरेर
उहाँहरूले चाहिँ चोलुङ पार घुमाउने योजना बनाइराख्नु भएको छ। अब हेरौँ बालेन शाहले अब स्वीकार्नुहुन्छ उहाँहरूको कुरालाई, प्रस्तावलाई भन्ने छ। अब हेरौँ, सायद बालेन शाह चोलुङ पार घुमेर जानुहुन्छ होला भन्ने हामी सबै आशावादी छौँ।